नमस्ते हामी चाहिँ नुवाकोट दरबार घुम्न आएको अनि के भक्ति नमस्ते हामी दरबार घुम्न आएको यहाँको यो चाहिँ के हो यो थाहा छैन यो चाहिँ यहाँको यो के आज हामी चाहिँ मेन यो हाम्रो मिसन मेरो लुगा सर है सरी अनि यो चाहिँ के हो यहाँ चाहिँ मन्दिर रहेको छ टोकिया चाइनाले ए हो त रहेछ यहाँ घर अझै देखेछ कति राम्रो घर कति राम्रो घर वाउ कति राम्रो घर वाउ यहाँ चाहिँ चाइनाले बनाएको फेरि यो रिपेयर गरेको होइन पहिला नेपालले बनाएको भत्के भूकम्पले भत्के फेरि चाइनाले चाइनिज बनाउनु थाले उतै रहेछ है पहिलाको भत्केको मन्दिर भूकम्पको बेला भत्केको मन्दिरहरू निकै रिपेयर हुँदैछ अहिले हामी यो बाटो जाँदैछौँ हामी उता हामी सबैजना कसले बनाएको गुरु हो यहाँ हेर गाइस यो पृथ्वीनारायणको के हो रे पृथ्वीनारायण शाहको पालुको है यस्तो यस्तो छ यहाँनिर चाहिँ खतरा भत्किन नि भूकम्प तिमी किन यति नराम्रो सब डिटेल्स अब चाहिँ हाम्रो मेन चाहिँ यहाँ छ है यो मन्दिर है ढोकदिया त्यहाँनिर दुईटा दिदीहरू रहेछ यहाँ रहेछ मभन्दा ठुलो घन्टी यो त्यतिकै गोलो बिना भर्खरको गोलो है त्यो मन्दिर कस्तो खतरा देखेको वाउ ब्युटिफुल यहाँ रहेको छ के को भ्यू नुवाकोटको भ्यू है यो चाहिँ एकछिन बिजी छु यो रहेछ यहाँको भ्यू अब म फेरि गइरहेको छु हामी यहाँ छौँ है हामी पूजा गर्न लागेको थाली छ मन्दिरभित्र हामी हेलो ब्लगर एनी हामी हेलो हेलो हामी चाहिँ पूजा सकेर प्रसादी खाँदैछौँ ठुलो पऱ्यो टिका लेख्यो नि त हाम्रो क्याप्टेनले आज किन टिका नलाउनु भएको होला आज अलिकति मिलेन गर्ल्स प्रब्लम भएर है बाई बाई त्यसपछि खानुपर्छ अनि हाम्रो सिस्टर पनि त्यस्तै प्रब्लम भएर नलाएको हाम्रो कोच हाम्रो यता अङ्कल म्यानेजर भन्दिनँ म अङ्कल मात्रै भन्छु आएन अङ्कल कस्तो खाइरहेको सब खाने मान्छेले आज केही खाएको होइन अब हामी जाँदैछु दरबारतर्फ अहिले थक्काको लागि यति नै अहिले चाहिँ हामी यहाँनिर छौँ यो लोकेसनमा अब जाँदैछौँ अर्को लोकेसनमा यसको सबै उयोहरू रहेछ यो चाहिँ पुरानो भवनहरू कति राम्रो है ओल्ड भवन यहाँ छ यहाँ अहिले यस्तो छ खै पहिला त यस्तो घर नुवाकोट दरबार धनगढीबाट कति घन्टा लाग्यो नुवाकोट आउनु 24 हामीलाई रौतहटदेखि 12
12 घन्टा लाग्यो है 12 घन्टा अलिएगा फेरि हाम्रो ट्राभलिङ हेर्नु है धनगढी होइन धनगढी होइन नि त नेपालगञ्जदेखि चपुरसम्म गएर घरमा यसो टच गरेर फेरि त्यहाँबाट नुवाकोटसम्म राति होइन टच गरेर भन्दा नि राति सुतेर एक रात सुतेर आएको हामी टोक्नै सकेन नि दे म टोकेर देखाउँछु देखाउने टोकेर देखाउँछु भने आँसुको अर्थ के थाहा रुवाई जानेलाई अबे मेरो मस्कारा गयो अबे मेरो मस्कारा यहाँ अनु हाम्रो अनुको पनि छुट्टै छ है तपाईले मात्रै बोकेर तपाईको रातो उहिले सुहाउँदै रहेछ तिमीलाई सुहाउँदो रहेछ त्यसमा सबिना किन चर्न हिँड्यो कि तिमी जता पाए त्यतै किन चर्न हिँड्यो ओइ ड्रेस पनि म्याच भयो सबिनासँग उ त्यो बख्रीको हामी साथीहरू बाख्रा हुँदा नि छुटेन हामी किन हामीलाई त्यहाँ आसम्म दिएको होला भन ल अब हामी हाम्रो रिजल्ट राम्रो दिएर रिजल्ट होइन हाम्रो गेम राम्रो देखाएर नत्र त हामी रौतहटलाई पनि बिचमा त हामी ग्याप नै थियौँ चितवनमा हामी हिजो काजु किसमिस खाएको होइन खानुपर्ने जरुरत छ है यो चाहिँ ग्यास्ट्रिकको एकदमै ठुलो रोगी यसको मेरो फेस उस्तो देख्छ यार सबिना भागेर रोगी हुँ म नम्बर 1 मा पस्छु उफ हामी कहाँ पुगिसक्यौँ यार म थाकिसकेँ कति राम्रो उही गोले यो 1700 म यता छु के हेलो सिस्टर हामी यहाँ गुम्बा हेर्न जाँदैछौँ क्या राम्रो रहेछ नि केही छैन के हेरौँ गुम्बा भनेको यस्तै हो जिन्दगी भर हाम्रो सुजातालाई चाहिँ होइन गुरुले के भन्न चाहनुहुन्छ गुरुलाई के भन्न राम्रो भन्न चाहनुहुन्छ ल भनिदिनु गुरु आदित्यलाई अनुहार तर नाम भएको देखेँ आदित्यलाई अनुहार तर नाम भएको देखेँ सबैले के भनिदिन्छ तिमी म धेरै नै खुसी छु आज हामी घुम्न आएको हामी धेरै पछि यो ठाउँ धेरै राम्रो लाग्यो त्यही भएर हामी धेरै खुसी छौँ है आएको चाहिँ कुन ठाउँ हो भन्दै त लोकले नुवाकोट मन्दिर हो यो अब मन्दिर हो ओइ केटीहरू पठाउसान खै म एउटा भ्लग गर्छु कस्तो राम्रो आउँदो रहेछ केमा स्टार्टै छ है आज हामी चाहिँ यहाँ नुवाकोट आएको छौँ घुम्नुलाई बहिनीहरू कति धेरै खुसी छ हामीलाई सपोर्ट गरिदिनु होला किनकि हामी नेसनल प्लेयर होइन नि त हामीलाई कसैले सपोर्ट गरिदिनु हुँदैन होला तैपनि गरिदिनु होला सानो माया गरिदिनु होला हामीलाई हाम्रो टिम रौतहटको टिमलाई स्पेसल हाम्रो गफाडी अनु चाहिँ आउँदैछ यो गफाडी अनु यहाँ ढोकदिया गरिरहेको छ ढोकदिया यो हाम्रो सलिनाको भिडियो सलिना रे के हो नाम सलिना भनेको मेरो नाम सलिना हो हेलो अब हामी बाई त भन्दिनँ अहिले देखाउँछु फेरि सानो केही क्लिप हामीले चाहिँ रौतहट एन्फाको बहिनी भेटिसकेको छौँ हाम्रो सबैलाई भेटिसकेको छ बहिनी चाहिँ यता चाहिँ हामी बहिनीको गाउँ घुम्न आएको
अन्त क्याप्टेन हाम्रो बहिनीलाई देखेको थिएँ मैले यहाँ बहिनी त लजायो हामी यस्तो धन्यवाद बहिनी हामीलाई चाहिँ बहिनीले आफ्नो तर्फबाट आयो के अनि तिमी साइड सर्दै जाऊ म्याङ्गो सेक हामी अब सेक इट एन्ड ड्रिङ्क इट थ्याङ्क यू अङ्कल बिस्कुट पनि आयो है हामीलाई खाजा बहिनीको तर्फबाट है हाम्रो थ्याङ्क यू भाइ यति त भइ त पुग्दिन र धन्यवाद बहिनी फ्रुटी बिस्कुट 3टा अन्डा हाम्रो रक्षा बहिनीले है यो चाहिँ सबै हामीलाई चाहिँ हाम्रो एन्फा एकाडेमीको बहिनीले सबैजनालाई होइन खाजाको स्वरूप फ्रुटी बिस्कुट हामीलाई फेरि यो फ्रुटी बिस्कुट एकदम फेमस हो नि फेरि फेमस फ्रुटी चाहिँ हो बिस्कुट आज स्पेशल चाहिँ हाम्रो यति भरिमा चाहिँ बोल्दै नबोल्ने भनेको यिनी हुन् के भने सबभन्दा धेरै बोल्छु म हाम्रो छोटा प्याकेट के भन ल तिमी बोल्दै बोल्दैनौ किन नबोल्ने किन के राज छ भन दिदीको भाइ पनि त्यही भएर दिदीको भाइ पनि हाम्रो इन्ची गुरुको छोरी है तिमीले नदेखेर मात्रै हो हाम्रो गुरुको छोरी त्यही भएर आफ्नो छोरालाई नि खेलाउनुहुन्छ अर्काको छोरालाई नि खेलाउनुहुन्छ हाम्रो कसले फेरि भेदभाव नो हो क्या भन्दै भेदभाव गर्नु हुँदैन हाम्रो गुरुले चाहिँ भेदभाव गर्नुहुन्न हामीलाई पनि कुदाउनुहुन्छ छोरीलाई पनि कुदाउनुहुन्छ बाई बाई गाइज अब हामी सिधै गएर रुम गएर रेस्ट गरेर खाना खाएर गाम हेर्न जानेछौँ बाई बाई